मेरो मनमा लागेका केही कुराहरू तपाईँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। यो देशमा स्थिरता नभएर नै हाम्रो प्रगति हुन नसकेको हो। अहिले जनताको मतदानद्वारा फागुन 21 को चुनावद्वारा चाहिँ जुन स्पष्ट बहुमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा जाने तयारी गर्दैछ, यसबाट हामीले के आशा गर्नुपर्छ भने हामी अब स्थिरतातर्फ अग्रसर हुँदैछौँ। स्थिरता नभई समृद्धि हुँदैन। योभन्दा अगाडिका राजनीतिक खिचातानीको कारणले स्थिरता हुन सकेको थिएन। स्पष्ट बहुमत पनि पटक पटक आए पनि दुरुपयोग गरिएको थियो। आशा गरौँ यो पटक यो बहुमतलाई, जनताको मतलाई कदर गर्नेछ र कदर होस् पनि र हामीले चाहेको जस्तो समृद्धि हामीले प्राप्त गर्न सकौँ। र हामीलाई अब यस्तो माहौल बनाउनुपर्छ, हामीले यस्तो खालको चाहिँ समाज निर्माण गर्नुपर्छ कि राजा महेन्द्र जस्तो म मरे पनि मेरो देश बाँचिरहोस् भने जस्तै मैले नगरे पनि अरूले जसले गरे पनि यो देशलाई समृद्धि बनाइराखोस्, यो देश समृद्धिशाली भइरहोस् भन्ने भावना हामी सबैमा आउन जरुरी छ। राजनीतिक हिसाबमा खिचातानी होइन, राम्रो काम गरौँ। सम्भवतः अर्को पटक चुनावमा सबैले चाहिँ साथ देलान्, पुराना दलहरूले पनि आफ्नो स्थानमा चाहिँ फेरि प्राप्त गर्न सक्ने सम्भावना होला। यो दलले राम्रो काम गर्न सकेन भने फेरि आउने पुराना नै हुन्। त्यसले गर्दा हामीले नयाँ पुराना भन्ने होइन, स्पष्ट बहुमतको कदर गर्दै यो बहुमतको सरकारलाई, यो 2 तिहाईको सरकारलाई हामीले आत्मसात गर्दै सहयोग गर्नुपर्छ र सहयोग यसै मार्फत चाहिँ हामीले देशलाई समृद्धितर्फ अगाडि सार्नुपर्छ भन्ने मेरो बुझाइ हो। सबैको आफ्नो विचार हुनसक्छ, मेरो चाहिँ विचार यही हो। म नरहे यो देश पनि नरहोस्, यो समाज पनि नरहोस्, यहाँका मान्छे कोही नरहन् भन्ने खालको भावना होइन कि फेरि पनि दोहोऱ्याएँ, म मरे पनि मेरो देश बाँचिरहोस् भन्ने भावनालाई हामीले आत्मसात गर्नुपर्छ। मैले नगरे अरूले गरेको छ भनेर अरूको कामलाई हामीले समर्थन गर्ने बानी बसाल्नुपर्छ। हस्त, धन्यवाद।